अब चाहिँ हामी बजार जान हिँडेको यहाँदेखि बजार जान चाहिँ लगभग 10 मिनट लाग्छ होला नर्मल्ली बजार हिँड्न लाग्छ टक्क 10 मिनट जति लाग्छ होला नर्मल्ली 10 मिनट लाग्छ के भन्दिनु न के भन्नुहुन्छ तपाईले बजार सब्जी लिन जान थालेको अलिअलि घाम परिरहेको छ गर्मी छ बुटलमा बुटलमा हैन मोडेकोमा भन्नु केको बुटल के एउटा नि हजुर बजार गयो जाम जानियो के नानी एकछिन पछि चाहिँ धान यस्तो भएछ फेरि यहीँ आयो यतातिर यो सोलरको कति राम्रो छ नि त यस्तरी यता मुखे यता मान्छे भन्नु न बिल्ला मान्नु कति रुपियाँ अरे यो 50 रुपैयाँ मुठा हो खै खुल्ला पैसा ल्याउनु थियो ए टमाटर किलो राम्रै छ पाव 20 आधी लाई 30 हमरा 1.5 किलो 50 के 1.5 किलो ए मुला गिराउला भयो के गर्नु हो तपाईले भाडा 40 ना लगी वाला दाम लगी 30 रुपया बनी आधी किलो त पुग्यो होला के पुगेन र आधी किलो पुगिसक्नु 300 ग्राम पुग्यो यस्तो जोख्ने त के भरे हुनु जोता बनायो साख्नु त एउटा हिँड्नु के अब कता जाने राम्रो छैन के तपाईँ पनि राम्रो जहाँ छ त्यही हेर्नु हो यो ठिक होला के यो कहाँको ठिक होला बरु यो कहाँको कसरी कहाँ गयो मालिक मालिक त कहाँ गयो तपाईँ हो कसरी अरे अरूले नदिने के गर्नु 140 अरे न्युरो कसरी हो दिदी पाकेको आँपो र काँचो काँचो छ त पाकेको होला नि 100 को 3 किलो जोखम त
कति लाने 3 किलो लाने खुर्सानी पनि छैन प्याज पनि छ प्याज कस्तो क्यानो खालको हो 100 रुपियाँ निकाल्नु के कहाँ हो मेरो यहाँ छ कता हो यो 3 किलो छिटो रोगाउनु न छिटो लसुन पनि थियो छ नै गाजर के हो त्यस्तो सानो खालको रहेछ यता भ्लग बनाउने यता टमाटर एक किलो कति रुपियाँ किलो भन्नु थियो कति भन्नु अरे 100 रुपियाँ के भयो हामी खुर्सानीको दिए होइन न खुर्सानीको म दिए होइन खुर्सानीको नै 120 पाइन्छ यतातिर पाइन्छ होला नि यहाँ अमदेखिको चामल कसरी छ कति के आधी किलो कि 1 किलो भन्नु त आधी किलो मटर ना के अरे मम्मी आधी किलो चना हो 2 थर चना खाने हो यो भट्टा हो यो आधी किलो चामल अमदी हो अमदी भन्नु कि बासमती भन्नु क्षमा त बिर्से नि यो के हो यो हामी फर्किनु लागेको कुल देखाउँदै घरतिर क्या क्लियर आउने रहेछ नि तपाईँको यस्तोले हामी चाहिँ बजारबाट फर्किसक्यौँ मम्मीलाई चाहिँ मैले 5 किलोको बोकाएको मैले चाहिँ हातमा धेरै छ शान्ति कप छ कि यो यहाँनिरको शान्ति भन्ने कस्तो नाम यहाँ उहाँबाट मान्छे आइसक्यो अङ्कलहरू क्या